तपाईँले मलाई सही भन्नुहोस् या गलत। मेरो देश, मेरो शान, मेरो स्वाभिमान आगोको मुस्लोमा दन्दनी बोल्दै गर्दा मेरो देशका बाल बालिका र युवाहरूले भ्रष्ट व्यवस्थाको विरुद्धमा आवाज उठाउँदै गर्दा आफ्नो ज्यानको माया मारेर आन्दोलनमा होमिने मेरो देशको भविष्य बदल्नका लागि आफ्नो ज्यानको माया मार्ने देश प्रेमी राष्ट्रवादी बहादुर निष्ठावान नेपाल आमाको छोरोलाई मैले नेता मानेको छु। तपाईँले मलाई सही भन्नुहोस् या गलत। विदेशीको अगाडि झुक्नुहुन्न, बाँच्नका लागि रुनुहुन्न, तर मेरो देशभित्रकै गद्दारहरूले विदेशीको हातमा सुम्पिसके भनेर आफूले पाएको व्यक्तिगत सेवा सुविधा त्यागेर यो देश तपाईको हो, यो देश मेरो हो, यो देश हामी सबै नेपालीको हो, हामीले चलाउनु पर्छ, विदेशी दलालहरूलाई लखेट्नु पर्छ भन्दै राष्ट्रका लागि रुने राष्ट्र प्रेमी देशभक्त निष्ठावान कर्मठ राष्ट्रवादी नेपालीलाई मैले नेता मानेको छु। तपाईँ मलाई सही भन्नुहोस् या गलत। व्यक्तिगत फाइदाको लागि देशभित्रकै गद्दारहरूले विदेशी दलालहरूसँग मिलेर मेरो देशको पहिचान, मेरो देशको स्वाभिमान जलाएर खरानी बनाएको खरानीको धुलोमाथि टेकेर मेरो देशको नेतृत्व गर्छु, मेरो देशलाई समृद्ध बनाउँछु, मेरो देशको नयाँ इतिहास लेख्छु भनेर अगाडि आउने नेतृत्व गर्छु भन्ने बहादुर निडर निष्ठावान कर्मठ कर्म प्रेमी देश प्रेमी र श्रम प्रेमी नेपाल आमाको साहसी छोरोलाई मलाई गर्व छ। मैले नेता मानेको छु र तबसम्म मान्नेछु जबसम्म यो देशका गद्दारहरू विदेशी दलालहरूले चिन्ने छन्, डराएर हिँड्ने छन्, तर किन्न सक्ने छैनन्। जय माटो, जय नेपाल।